आज पनि हामी अर्को गेम लिएर आइसकेका छौं। यो गेम पनि हिजोको जस्तै निकै इन्ट्रेस्टिङ छ, हेर्नुस् है। हाम्रो गेम रहेको छ ब्रेन टेस्टिङ गेम। यसमा चाहिँ हामीले दिमाग लगाउनु पर्छ। अहिले हामी 3 जना छौं, हेरौं कसले गेम मिलाउन सक्छ। यो गेम वास्तवमा निकै सजिलो छ, तर जान्नेलाई एकदम सजिलो हुन्छ, नजान्नेलाई चाहिँ दिमाग घुमाउँछ। म अब फर्मेट बनाउँदै छु यस गेमको। हेर्नुस् फर्मेट कस्तो छ। तपाईले फर्मेट बनाउन जान्नुभयो भने साथीसँग पनि खेल्न सकिन्छ। यो भन्दा अगाडिको गेममा चाहिँ सुरुमा जेम्सले मिलाउन सुरु गरेका थिए भने अहिले चाहिँ पलको पाला भन्ने हामीहरू सल्लाह गरिरहेका थियौं। त्यसपछि मैले कसको पालो हो भनेर सोध्दाखेरि मेरो पालो हो, पलले मेरो पालो हो भन्दै जोरले कराए। त्यसपछि हामीहरू पललाई त्यो गेम मिलाउन अगाडि बढाए। पलले आफ्नो गेम एउटा शून्य भएको ठाउँबाट अघि बढाए। त्यसपछि हेरौं अब अघि बढेर मिस्टेक हुन्छ कि सही हुन्छ। पलले चाहिँ एकैचोटीमा बनाउन सफल भए है। अब चाहिँ जेम्सको पालो आउँछ, त्यसपछि मेरो पालो आउँछ। ल कसले बनाउन सक्छ है त। पलले त सुरुमा बनाइसके, अब हामीले सक्छौं कि नै। अब दोस्रोमा चाहिँ कसको पालो हो? मेरो पालो हो। जेम्सले पनि पल जस्तै मेरो पालो हो भन्दै अघि बढे। जेम्सले गेम सुरु गरिसकेका छन्। उनले पनि एउटा शून्य भएको ठाउँबाटै सुरु गरेका छन्। अब हेरौं प्यानको लम्बाइ कहाँसम्म पुगिन्छ। अब अन्तिममा चाहिँ मेरो पालो है त। ल सुरु गरौँ। पल र जेम्सलाई पहिला नै थाहा थियो जस्तो लाग्यो। उनीहरू सजिलै गेम मिलाए। अब मैले चाहिँ फरक तरिकाले गेम मिलाउने सोचे। मैले बीचबाट पेन लम्काउन सुरु गरे। मैले मिलाएको सही हुन्छ कि गलत हुन्छ, अन्तिमसम्म हेर्नुस्। यसमा चाहिँ हामी 3 जनाले माइन्ड टेस्टिङ गेम क्लियर गर्यौं है त। ल सुरुमा पलले बनाए, त्यसपछि जेम्सले बनाए, त्यसपछि मैले बनाए। अब अर्को गेमतिर बढौं हामीहरू। ल हामीहरू अर्को गेममा भेटौँला।